हेलो गाइज गुड मर्निङ हैन म अहिले माथि चोकतिर आएको छु है। यो मिक्लाजुङ मिक्लाजुङ मोरङको मिक्लाजुङ 1 रमिते हो। यो जुन देखिएको पहाड नै मिक्लाजुङ हो। यो डाँडादेखि नै मिक्लाजुङ गाउँपालिका भनेर बनाएको। यसको उतापट्टि धनकुटा पनि एकै 5 थर पनि मिक्लाजुङ गाउँपालिकै छ। यही डाँडादेखि त्यो डाँडाको टुप्पा एकदम टपदेखि उता 5 थर पर्छ, यता मोरङ पर्छ है गाइज है। आउनु होला है, रमाइलो ठाउँ छ, घुम्न आउनु होला। आज एकदम चाहिँ जुन यो कराइरहेछ नि, यो सुन्नुभयो, यसलाई न्याउलो चरी भन्छ। यो कहाँ छ म यसो देखाउँछु है ल। यो घाम र न्याउली चरीको सम्बन्धको बारेमा कतिले पढ्नु भएको छ होइन। जहिले घाम अस्ताउँदा उदाउँदा अनि मध्य दिनमा कराउने गर्छ यो चरी, न्याउली चरी है त। यो यहाँ आएर कराइरहेछ। कहाँ छ यो रुखमा है, उडेर गयो, हरिहरि हुन्छ गयो। यो टपमा हेर्नुलाई यो टेन टाउन हो है। टेन टाउन, त्यसको टेन टाउनदेखि सिधा माथि यसो अलिकति झुम गरेर आउँछ। यो भने चन्द्रमा पनि देखिरहेछ क्या, हेर्नु गाइस है। रमाइलो ठाउँ छ है। यो पल्लो बोर्डिङ बोर्डमा यो पल्लो डाँडा यतापट्टि भएको डाँडाको प्लटिङको नक्सा छ ल। चाहना भएको साथीहरूले हेर्नु सक्नुहुन्छ। यहाँ भेनाउ टलो है। ल कमेन्ट गर्नु होला साथीहरूको कसलाई मन पर्यो यो ठाउँ। लाइक कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला, के अरे फलो गरिदिनु होला मेरो च्यानलको है त।